म ससानो कुरामा पनि सुखी, सन्तुष्ट र खुसी रहनुको एउटा मुख्य कारण भनेको म भगवान्सँग कहिले पनि मलाई यो दिनुहोस्, त्यो दिनुहोस्, मलाई यो पुगेन, त्यो पुगेन भन्ने किसिमले कहिले पनि गुनासो गर्दिनँ। उहाँले मलाई जे पनि दिनुभएको छ, चाहे त्यो जतिसुकै दुःख होस्, खुसी होस्, कठिन परिस्थिति होस्, चाहे मान्छे चिन्ने अवसर होस्, मलाई लाग्छ एउटा परीक्षा हो। उहाँले जे दिनुहुन्छ मेरो भलाइको लागि दिनुहुन्छ, मेरो कुशलताको लागि दिनुहुन्छ, मेरो राम्रोको लागि दिनुहुन्छ, मलाई एउटा असल मार्ग देखाउनलाई दिनुहुन्छ भन्ने कुरामा म पूर्ण विश्वास राख्छु। त्यसैले पनि मलाई ससाना कुराहरूमा निकै ठुल्ठुला खुसीहरू भेटिन्छन् भनौँ, म अत्यन्तै खुसी मान्छु। त्यसैले कहिले पनि केही कुराको भगवान्सँग गुनासो नगर्नुहोस्। तपाईँलाई जे पनि मिलेको छ त्यसमा चाहिँ तपाईँले खुसी, सुखी र सन्तुष्टि खोज्न थाल्नुभयो भने तिनै ससाना कुराले पनि तपाईँलाई खुसी राख्न सक्छ क्या। धेरै ठुला कुराहरूको डिमान्ड र माग्नु भनेको आफू असन्तुष्ट हुनु, आफू भित्रैबाट दुखी हुनु र अरूलाई पनि दुखी राख्नु हो। खुसी हुनुहोस्, शान्त बस्नुहोस् र आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्। धन्यवाद।